साथीहरू, लुम्बिनी प्रदेशका 12वटा जिल्लाको नाम सम्झिने सजिलो सूत्र वा ट्रिक। तपाईँहरू लोकसेवाहरू तयारी गर्दै हुनुहुन्छ भने खरिदार, नायब सुब्बा, अधिकृत जुनसुकै तहका लागि काम लाग्ने सूत्र बनाएको छु। साथै 6, 7, 8मा सोसल स्टडिज वा सामाजिक अध्ययन पढ्ने विद्यार्थीका लागि पनि अति महत्त्वपूर्ण हुनेछ। वा तपाईँहरूको आफ्नो प्रदेशको लागि जनरल नलेजको लागि पनि युज हुनेछ। जुन सूत्र 10 सेकेन्डमा तपाईँहरू सम्झिन सक्नुहुन्छ। भिडियो लामो भए तापनि कपिल गुरु वा अबदारु पिउनु पर्यो। यति एक लाइनमा तपाईँहरूले यो सूत्र सम्झिँदा बित्तिकै 12वटा जिल्लाको नाम सम्झिन सक्नुहुन्छ। कबाट कपिल वस्तु, गुबाट गुल्मी, रुबाट रूपन्देही, बाबाट बाँके, अबाट अर्घाखाँची, बबाट बर्दिया, दाबाट दाङ, रोबाट रुकुम पूर्व, नुबाट नवलपरासी पश्चिम, पबाट पाल्पा, रोबाट रोल्पा। तपाईँहरूलाई कस्तो लाग्यो यो सूत्र? लाइक कमेन्ट गर्नु होला, साथै फलो पनि गर्दै जानु होला। राम्रो लागेमा अझै अरू सबै प्रदेशका मैले सूत्रसहित भिडियो बनाउने छु। तपाईँहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट गर्दै जानु होला। हस्त, धन्यवाद।